हेलो तिहारमा आउँछ है म तिहारमा आउनु है हाम्रो यता घरतिर तिहारमा चाहिँ किन आउनु टिको टाला गर्नु के टिको टालो तिहारमा अनि टिको टाला गर्दैन तिहारमा त टिको टालो गऱ्यो भने त तनाव हुन्छ त्यहाँ मलाई त ग्याङले त छुट्टी हान्छ त मलाई अन्त तिहारसम्म मेरो जुठो चलिरहेको छ तिहारसम्म जुठो परिरहेको छ तिहारमा अब जुठो खोलिन्छ त्यो बेलासम्म फागुनतिर आउँछु नि त माघ फागुन त्यतातिर हुन्छ बरु सिधै मङ्सिरमा आए नि हुन्छ चैतमा जानु त चैतमा चैतमा नै मङ्सिरे लक्ष्मी पूजाको भोलिपल्ट खुल्छ रे लक्ष्मी पूजाको भोलिपल्ट आए नि हुन्छ लक्ष्मी पूजाको दिन आए पनि हुन्छ मङ्सिरमै आउँछु नि फेरि मङ्सिरमा आउँदा नि हुन्छ प्रीतिको बर्थडे हो ल है ल विचार गर्नु मङ्सिरमा जानु दिदीको भोज खानु जानु चाहिँ दिदीको भोज खानु जानु चाहिँ मङ्सिरमा क्याटरिङमा काम गर्नु क्याटरिङमा क्याटरिङ के भन्छ नेपाली वर्ड एन्जिला दिदी तपाईँ भाडा मास्ने नाइ म भाडा मास्ने होइन म कारिगर बन्ने हो म खतरनाक पकाउँछु खाना जहाँ दिन नि मजाक नगर अहिले यति भर्खर यङ हुनुहुन्छ कहाँ बिहे गर्नुहुन्छ होला र ल है ल कति हो म 35 हो हल्ला नगर्नु 25 होला होइन 16 होला नि अझ होइन 25 जति होला 24-25 होइन म 20 होला प्रीति बहिनी चाहिँ कति हो 17 बहिनी भर्खर 16 हो 12 under 12 तेरि गए बाबा ए एन्जिला मम्मी अरु आन्टी आयो यो प्रीतिलाई कहाँबाट आउँछ यस्तो कुराहरू तिमी दसैँ के अरे तिहारमा भेट्दा तिमी बुझेनौ तिहारमा तिमीलाई जे चाहिन्छ म के भन्छ प्रीति भटाउने चाहिँ प्रीति बहिनीले राख्नुपर्छ अनि दुईजनाको हाम्रो नृत्य हुन्छ क्या त्यसमा चाहिँ है हरियो गोबरले लिपेको भन्ने गीतमा चाहिँ हामी दुईजनाको नृत्य राख्नुपर्छ एउटा है हरियो गोबरले लिपेको अनि भाइटिकाको दिन मैले टिका लगाएको एन्जिला दिदीको हातबाट स्वाहा थाहा थियो क्या मलाई बुझेनौ कुरा घुमिफिरी दाजुभाइमा आउँछ जस्तो लागिरहेको थियो थाहा थियो मलाई कस्तो खतरा हेर एन्जु तिमीले धेरैवटा गोलहरू सेभ गर्यो होला धेरैवटा नेपालको लागि गोलहरू सेभ गर्यो होला तर तिमीले यो रिलेसन सेभ गर्न सकिनौ यु आर विक किपर छाड्दै केही छैन विक किपिङ